सजन दाईको लागि मोटा चामल पनि जिरा मसिनो चामल। सजन दाईले हिँडेरै भ्लग गर्दा पनि मोटो भ्लग हुन्छ। सजन दाईलाई देख्दा मलाई एउटा उखान याद आउँछ नेपाली, सजन आयो फुस्सा। सजन दाई आफ्नो छाया भन्दा मोटो छन्। सजन दाई खानाको यति पारखै छन् कि हिमेशको करियरै खाइदिए। सजन दाईले आजभोलि इभी गाडी चलाउनुहुन्छ किनकि भुडीले गियर हान्ने दिएन आज। जय भुडी भन्ने निबन्ध सजन दाईलाई बायोपिक जस्तो लाग्छ। तर हामीले जति मोटो भने पनि सजन दाईलाई केही फरक पर्दैन क्या, किनकि छाला मोटो छ कि सजन दाई। छाला मोटो, मासु मोटो, मोटो बुद्धि। सजन दाईको पातलो भनेको कपाल मात्रै हो क्या। तर रिसेन्टली ट्रान्सप्लान्ट गर्नुभयो। तर जुन हिसाबको सजन दाईको फिगर छ, ट्रान्सप्लान्ट भन्दा पनि ट्रान्सफरेस्ट गर्नु पर्यो जस्तो लाग्छ। सजन दाईलाई एन्जाइटी छ, तर मेन्टल हेल्थ इज नट अ जोक। त्यही भएर सजन दाईले कहिले जोकै गर्नु। मलाई सजन दाईलाई एन्जाइटी छ भन्ने थाहा पाउँदा यो मान्छेलाई प्रेसर, सुगर, थाइराइड, युरिक एसिड, गालो गोला, ग्यास्ट्रिक चाहिँ किन भएन जस्तो लाग्छ क्या। तर सजन दाई इज एन इन्सपिरेसन टु लट अफ कमिक्स। कमिकहरूलाई यत्रो ठुलो लेसन दिनुभएको छ कि मेहनत